यहाँनिर कामन ठाउँमा छु अहिले बिहान लगभग 10:30 भयो होला। यो चाहिँ हाम्रो सिङ्गोलदेखि है हामी फोटो खिच्न आएको उता भिडियो ट्राई गर्दैछ है मोडलहरू। के गर्ने यहाँ त मोडल आउँछन् सबैजना। लाग्छ को मन पर्छ कमेन्ट गर्ने म मिलाइदिन्छु है। सायद मैले अस्तिको त्यो झन्डाको भिडियो बनाएको थिएँ मैले होइन, अनि त्यो चाहिँ अस्ति फेरिनु भएको रहेछ। खुसी लाग्यो, थ्याङ्क यू सो मच। जसले फेरिनु भयो उहाँलाई धेरै धन्यवाद। सो गाइज अनि अहिले यहाँ चाहिँ यो घन्टी चाहिँ भएन है, यो फुटेको घन्टी भएको छ। यो चाहिँ भएन है, यो घन्टी फेर्नु पऱ्यो। यहाँको समितिलाई यति चाहिँ गरिदिनु पऱ्यो है, घन्टी फेरिदिनु पऱ्यो। त्यहाँ नयाँ घन्टी चाहिँ भित्र हालेको छ, त्यो घन्टी चाहिँ यहाँ बाहिर ल्याएर झुन्डाउनु पऱ्यो है। के अरे होइन तिमीहरू को भएको थियो पहिला चाहिँ राम्री मान्छे चाहिँ लुकिरहेको छ है उता। तिम्रो त भिडियो भाइरल भएको त त्यो बोलेको थाहा थिएन। हेलो व्हाट्सअप, वेलकम ब्याक, इट्स मी विवेक। सो सबैजना माया छ, वेलकम ब्याक टु माई न्युज च्यानल। सो सबैजना धेरै माया छ। म चाहिँ अहिले यहाँनिर कामन ठाउँमा छु अहिले बिहान लगभग 10:30 भयो होला। फोटो खिच्न आएको छ हाम्रो सिङ्गोलदेखि है हामी फोटो खिच्न आएको उता भिडियो ट्राई गर्दैछ है मोडलहरू। के गर्ने यहाँ त मोडल आउँछन् सबैजना। लाग्छ को मन पर्छ कमेन्ट गर्ने म मिलाइदिन्छु है। ल ठिक छ, सबजनाले देखिरहनु भयो होला। सायद मैले अस्तिको त्यो झन्डाको भिडियो बनाएको थिएँ मैले होइन, अनि त्यो चाहिँ अस्ति फेरिनु भएको रहेछ। खुसी लाग्यो, थ्याङ्क यू सो मच। जसले फेरिनु भयो उहाँलाई धेरै धन्यवाद। सो गाइज अनि अहिले यहाँ चाहिँ यो घन्टी चाहिँ भएन है, यो फुटेको घन्टी भएको छ। यो चाहिँ भएन है, यो घन्टी फेर्नु पऱ्यो। यहाँको समितिलाई यति चाहिँ गरिदिनु पऱ्यो है, घन्टी फेरिदिनु पऱ्यो। त्यहाँ नयाँ घन्टी चाहिँ भित्र हालेको छ, त्यो घन्टी चाहिँ यहाँ बाहिर ल्याएर झुन्डाउनु पऱ्यो है। रेस्ट अवस्था यहाँ फोटो खिच्दैछ केटीहरूले होइन, राम्रो बल आइरहेको छ फोटो चाहिँ। सोध्यो है कस्तो आइरहेछ फोटो? एकदम दामी आइरहेछ। तिमीलाई त चिनिरहेछ। तिम्रो नाम के भन त? सन्जु के त? मान्छे चाहिँ राम्रो छ है, फेरि क्युट, स्माइल चाहिँ क्युट क्या होइन। गाइस कमेन्ट गर्ने है, मनपर्छ भने मिलाइदिइहाल्छ म त। के कसो ए बोयफ्रेन्ड चाहिँ छैन? बोयफ्रेन्ड छैन जस्तो लागिरहेछ है, भए पनि म त छैन एकदम है। ल कमेन्ट गरिहाल। म अब यस्तो हो क्या, हामीभन्दा अलिक सानो एजको छ, तर एज डोन्ट म्याटर भन्छ होइन, त्यही हो। तर ठिक छ, बोयफ्रेन्ड चाहिँ छैन? छैन भए पनि छैन भन्नु लाग्छ होइन। ठिक छ, तर राम्रो चाहिँ राम्रो छ। बोयफ्रेन्ड बनाउनु हुँदैन ल, मैले जिस्केर भन्दैन फेरि। पेसेन्टली हो है, बोयफ्रेन्ड बनाउनु हुँदैन गाइस, गाह्रो छ फेरि यो सानो उमेरमा। अब तपाईँले खाने उमेरै राम्रो कि यो अर्काको छोरी मनपर्ने उमेर राम्रो होइन। सानोमै के अरे बिहे गर्नु लभ पर्नु पनि एउटा टिकटक बनाएको छ यहाँ फेरि खतरा। अनि कस्तो नि मेरो चाहिँ अब भ्लगहरू अलि अड्किरहेको छ, मैले किन नबनाएको पनि अब अस्ति भर त्यस्तो भयो, च्यानल ह्याक भएर अलिकति तनाव भइरहेको छ। अनि त्यही कारणले गर्दा चाहिँ मैले खासै टिकटक बनाउनु र एउटा म के बनाइरहेको छु। सो अनि त्यही कारणले गर्दा चाहिँ मैले अलिक भिडियो लिइरहेको छु नि, तर राम्रो आउँछ। मलाई मेहनत चाहिँ अलिक टाइम लाग्ला, तर पहिलाभन्दा राम्रो हुन्छ। ठिकै छ, सबले माया गरिदिनु होला, यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। नयाँ भएको छ भने सब जोडेर बसिनु होला, पहिला जस्तै सब्सक्राइब लाइक कमेन्ट गरेर माया गरिदिनु होला। अहिले यहाँ चाहिँ पानी परेको अवस्था। अनि अब यहाँ एकछिन ओद्लाएर बस्नु पऱ्यो पानीमा त। अब घाम पानी हावाहुरीमा त बस्नै पऱ्यो, मान्छेको जात होइन, अलिक त हुनै पऱ्यो। अनि हाम्रो माइला बा चाहिँ पानीमा नि काम गरिरहनु भएको छ है। ओ माइला बा आउनु बस्नुलाई, के पानीमा नि काम गरिरहेको अब त्यो सबैजनाले माया गरिदिनु होला। थ्याङ्क यू सो मच एभ्रिवान। आशा चाहिँ कि अझै धेरै माया गरिदिनुहुन्छ भने तपाईँहरूले। लाइक अब यो नयाँ वर्ष पनि लाग्यो, अनि नयाँ वर्षदेखि अब नयाँ जोर्नी पनि भएर होला सबैको। अलि राम्रो काम राम्रै भएर होला, पहिला नभएको चिज अहिले भएर होला। अब सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला, सबैको राम्रो फलिफाप राम्रो हुँदै जाओस्, सबै राम्रो गर्दै जाउन्। थ्याङ्क यू सो मच एभ्रिवान। तुवालो छाएको जस्तो छ क्या, अब पहिला जस्तो छैन यहाँनिर, तुवालो छाएको जस्तो छ। सो फाइनल गाइज अहिले चाहिँ हाम्रो फोटो सुट भएर टक्कै होइन, कामसाम सकेर अब सब भइसकेको। उनीहरू चाहिँ फोटो हेर्दैछन्, म चाहिँ यहाँनिर यसो भिडियो बनाउनु लागेको। अब छुट्टै कार्यक्रम होइन, छुट्ने अब व्यवस्था हुँदैछ यहाँनिर।
ल आजको मौसम चाहिँ हल्का पानी पर्न लाग्यो जस्तो छ त्यही हो अनि यहाँ सोध्नु कस्तो लाग्छ फोटोहरू चाहिँ है अनि फोटो कस्तो लाग्यो त गाइज फोटो चाहिँ एकदम दामी दामी अनि के अरे दुईजना त पहिल्यै आएको हो के अरे होइन तिमी र को आएको थियो पहिला चाहिँ हामी दुईजना पहिला आएर आएको हो यिनीहरू चाहिँ भर्खर आएको ल तिमीहरूको सबै साथीलाई मिस गरेर चाहिँ यो जुन मसँग फोटो जतिजनाले खिचेको छ उनीहरू सबैलाई मिस गरेर चाहिँ भनिदियो है अनि नाम के हो तिम्रो सपना नाम के हो तिम्रो नाम भन नाम प्रमिला प्रमिला के त बल टिकटकमा के छ तिम्रो नाम नलजे भन नलजे भन टिकटकमा त भन्न पाइयो आफ्नो नाम त भन्न पाइयो नि त पाएन र पाइयो नि होइन टिकटक मलाई देखाएको छ कि छैन कसैले कसले देखाएको मैले देखा म एकदम फ्यान हो फ्यान छ राम्री राम्री मान्छे चाहिँ लुकिरहेको छ है उता टिकटक नाम के छ तिमीहरूको आफ्नो भन यहाँ सबैले एड गरेर गर्छ मेरो मोक्तान स्या छ सबैलाई थाहा अरे सिजुका 5570 अनि अर्को उता काली डन होइन त यता यता अनि यता हेलो ब्लु कुर्ता लाउने होला टिकटक नाम के छ भने बोल्दैन फेरि ऊ चाहिँ अलिकति नबोल्ने टाइपको मान्छे रहेछ कि अब त्यो चाहिँ मलाई थाहा भएन बोल्छ नबोल्ने भन्ने कुरो चाहिँ यहाँ अगाडि मात्र नबोले होला कि अब साथी कुनाहरूले चाहिँ अनि यहाँ हेर्नु झोला ल्याइलाई यहाँ फोटो खिच्न आएको छु लुगा फेरि फेरि है पोकाइ छ यहाँ लुगा फेरि फेरि फोटो खिच्न एकदम यहाँनिर फेरि उनीहरूले राम्रो फोटो खिच्यो फेरि मैले डिस्काउन्ट राम्रो देखेको नै दिएको छ मिलाएर दिएको छ नि होइन के अरे 2000 मा हामीले 1600 1500 मा गरे आउने हो नि त फेरि होइन फेरि आउँछ सबजना आउने हो नि त आउने अनि मेरो यो के अरे टिकटकको नाम के छ थाहा कि नै थाहा न भन त विवेक राई विवेक राई होइन त युट्युब च्यानल त मेरो ह्याक भइसक्यो तर यो चाहिँ मेरो अब न्यू एकाउन्टबाट झर्छ अनि त्यो टिकटकहरूमा नि क्लिपहरू हाल्न चाहिँ हाल्छु म सबजना यो ब्लु लाउनले भनेन क्या तिम्रो टिकटक आइडी भन त एड गर्छ कि यहाँनिर फलोवर हुन्छ यहाँ मान्छे टन्ने फलो गर्छ यताउता गर्छ छैन अलिकति पपुलर हुनु पऱ्यो नि त होइन सधैँ लुके तिम्रो त भिडियो भाइरल भएको त त्यो बोलेको थाहा कि थाहा होइन त्यही त मेरो कम भाइरल अन्त सबैजना आउनु होला हाम्रो यो निजगढ 4 नम्बर वडा अनि यो के भन्छ निजगढ 4 नम्बर वडा 12 बागदेव भन्छ यसलाई होइन बागदेव त्यस्तै हो बागदेव नै भन्छ सबजना आउनु होला उता निजगढको सैचोकमा आएर माथि यता बागदेव जाने बाटो गोलघर भ्युटार भनेपछि तपाईँ ट्याक्कै यहाँ लिएर आइन्छ तपाईँहरूलाई सबजना आउनुहोस् र उहाँहरू जस्तै सबै हाम्रो आफ्नो आफन्त हो सबैजना है हामी तर दिदी बहिनी चाहिँ होइन नि फेरि मेरो दिदी बहिनी चाहिँ होइन तर सबजना आफन्त चाहिँ हो तर दिदी बहिनी होइन ल अब कतिखेर जाने घर तिमीहरू चाहिँ एकछिनमा जाने अनि खाजा नास्ता आजको चाहिँ मलाई चाहिँ एउटा के खुसी लाग्यो भन्ने कुरो चाहिँ होइन अब उनीहरू बिचरा बिहानै आएर खानासाना नखाइकन आयो खानासाना नखाइकन होइन खानासाना नखाइकन आएर चाहिँ बिहानै अनि त्यही खुसी लाग्यो कि एउटा अलिकति जे होस् फोटो खिच्ने होइन अलिकति हुन्छ नि त मान्छेहरूले सम्झेर आउँछ तिमीहरू जस्तै अस्ति उहाँ चपुरबाट नै आएको थियो कि ऊ अस्ति मैले खिचेको थिएँ फोटो उहाँहरूले चाहिँ अनि वाइफ लिएर आउनु भएको रहेछ अस्ति अनि भन्दै थियो तिम्रो मलाई प्रोफेसनल जब चाहिँ राम्रो लाग्यो भन्ने कुरा गर्नुभएको थियो कि अनि तिमीहरू को फ्यान हो मेरो त्यो फोटोको चाहिँ मान्छेको चाहिँ थाहा भएन म होइन तर फोटोको चाहिँ फ्यान नै होला सायद उनीहरू चाहिँ है अब राम्रो लाग्छ अरे भन्छन् अब मान्छेमा त केही म आइडल साइडल त्यस्तो केही होइन मान्छेको चाहिँ मलाई थाहा छैन तर फोटोको चाहिँ उनीहरू एकदम फ्यान रे है सधैँ आउनुहोस् र यहाँ एकचोटि चेक गर्नुहोस् फोटोग्राफी कस्तो लाग्छ मन परेमा सबैले अब लाइक कमेन्ट सबैले गर्नु होला है सबैजनाको यो तिमीहरूको सबैको युट्युब च्यानल छ नि युट्युब च्यानल छ कि छैन युट्युब च्यानल बनाएर टक्क सबैको कमेन्ट आउनु पऱ्यो तिमी सबै यहाँ भएको 4-5जनाकै कमेन्ट आउनु पऱ्यो है यो भ्लगमा आउँछ तिमी नबोल्ने हो साथी नबोल्ने हो लास्टै लगाउने खालको रहेछ कि मान्छे राम्रै भएपछि धेरै लगाउँछ भने हो जस्तो लाग्यो अहिले आएर चाहिँ ल यहाँ चाहिँ अब हामी छुट्टिन्छौँ है अब फेरि भेट्दै गरौँला है ल बाई बाई सबैजनालाई के भन्ने अब अन्तिममा यहाँनिर अन्तिममा यो च्यानललाई न्यू च्यानललाई सब्सक्राइब गर्नु होला सबजना भन्ने यो दाइको चाहिँ अस्तिको युट्युब च्यानल ह्याक भएको छ अनि अहिलेको न्यू च्यानलमा सबैले सब्स्क्राइब एकजना मात्र भनेर कहाँ हुन्छ सबैजना भने एकै साथमा भन त सबैजनाले यो न्यू च्यानल यो दाइको न्यू युट्युब च्यानलमा सबैले सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट होइन सबैले गरिदिनु होला होइन अन्त यो ठाउँमा नि आइदिनु होला भन्नु
अनि यो ठाउँमा पनि आइदिनु होला हामीलाई चाहिँ राम्रै लाग्यो अब तपाईँहरूलाई राम्रो छ। कस्तो लाग्छ आएर यहाँ यसो हेरेर जानु होला हामीलाई चाहिँ राम्रै लाग्यो फोटो नि राम्रै छ त्यो सिनहरू पनि ठिकै राम्रो छ अब बनाउँदै गइरह सिन त बाबा नि सिन त एकदम बाबा राम्रै छ तपाईँहरू पनि आउने भए आइदिनु होला सबैजना सब्सक्राइब है त अल द बेस्ट सबैजना भेट्दै गरौँला बाई बाई गाइज है अब हामी चाहिँ छुट्टिन्छौँ अब नेक्स्ट ब्लगमा भेटौँला हामी सबैजना यो चाहिँ भिडियो हाम्रो भोलि पर्सि भित्रमा जान्छ है गाइज अलराइट बाई 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 अलराइट गाइज म चाहिँ अघि नै काम गरेर दिउँसो 12:30 बजीतिर घर फर्केर फेरि अहिले काममा आएर अनि काम गरेर टक्क यहाँ बसिरहेको छु अब एकछिन बस्छु त्यसपछि घर जान्छु होला दिस माई रोज होइन कमेन्ट गर्ने कलर चाहिन्छ है फेरि मलाई लास्ट मनपर्छ पिङ्क कलर है अनि अलिकति ठिक लाग्छ क्या अलि पिङ्क कलरहरू त्यस्तै अब पर्पल कलरहरू ब्ल्याक वाइट रेडहरू यस्तो अब रोजमा चाहिँ पिङ्क कलर अलिक ठिक लाग्यो त्यही भएर टक्क किनेको पर्खी पनि हालेको छु है आजको मौसम चाहिँ यस्तै छ है पानी पर्ला जस्तो तुवालो है सिमसिम पानी पर्छ बेला बेलामा त्यही हो सो अलराइट गाइज सबजना नयाँ भएको छ भने सब्सक्राइब गर्न नभुल्नु होला सबैले सब्सक्राइब गरेर युट्युब च्यानलमा जोडेर बस्दिनु होला र एन्ड किप वाचिङ एन्ड डोन्ट फर लाइक कमेन्ट सेयर एन्ड सबैजना माया छ है नेक्स्ट ब्लगमा भेटौँला अनदर ब्लग थ्याङ्क यू सो मच गाइज बाई बाई